मैले योगमा नाडीको महत्त्व भन्ने विषयमा एउटा भिडियो हालेको थिएँ। त्यो भिडियोमा एकजना मित्रले कमेन्ट गर्नुभएछ, वास्तवमा नाडीको विषयमा कसरी थाहा पाउने, कसरी अनुभूति गर्ने भनेर लेख्नु भएछ। यो मेडिटेसन गर्ने मान्छेहरूले, ध्यान गर्ने मान्छेहरूले यो विषय बुझ्न जरुरी छ। किनभनेदेखि मुख्य गरेर इडा, पिङ्गला र सुषुम्ना तीन खालका नाडी हुन्छन्। इडा नाडी भनेको शान्ति, शीतलता र आनन्दसँग सम्बन्धित हुन्छ, चन्द्र नाडी पनि भनिन्छ। पिङ्गला नाडी भनेको चाहिँ ऊर्जा, शक्ति, बलसँग सम्बन्धित हुन्छ। यसलाई सूर्य नाडी पनि भनिन्छ। हाम्रो शरीरको तुलना गर्दाखेरि इडा नाडीलाई चन्द्रमाको गुणसँग व्याख्या गरिन्छ भनेदेखि पिङ्गला नाडीलाई सूर्यको गुणसँग व्याख्या गरिन्छ। तेस्रो नाडी हुन्छ सुषुम्ना नाडी। जब इडा र पिङ्गलाको सन्तुलन हुन्छ, इडा र पिङ्गला दुवै नाडी एकैपटक सक्रिय हुन्छन्, तब सुषुम्ना नाडी जागृत हुन्छ। सुषुम्ना नाडी जागृत भइसकेपछि साधकको ध्यान गहिरो हुँदै जान्छ। साधक उच्च आध्यात्मिक चेतनाको अनुभूति गर्न थाल्छ। तर अब कतिखेर इडा नाडी जाग्यो र कतिखेर पिङ्गला नाडी जाग्यो अनि कतिखेर सुषुम्ना नाडी जाग्यो भनेर हामीले कसरी थाहा पाउने भन्दाखेरि, जब हामी यसरी चाहिँ नि यसो नाकको छेउमा यसरी लगेर श्वास लिने, श्वास छोड्ने गर्छौँ, त्यतिखेर चाहिँ हाम्रो नाकबाट, नाकको दुवै प्वालबाट श्वासको मात्रा बराबरी निस्किने र भित्र जाने गर्यो भनेदेखि हामीले बुझ्नुपर्छ हाम्रा इडा र पिङ्गला दुवै नाडीहरू सक्रिय छन्। यो बेलामा हामी मेडिटेसन गर्न बस्यौँ भनेदेखि हाम्रो ध्यान गहिरो लाग्न सक्छ भन्ने बुझ्नुपर्छ। त्यो बेलामा हाम्रो सुषुम्ना नाडी जाग्छ। तर अब यी दुवै नाडी सक्रिय नभएको बेलामा, इडा अथवा पिङ्गला मात्रै सक्रिय भएको बेलामा हामी ध्यानमा बस्यौँ भनेदेखि कस्तो हुन्छ भनेदेखि, यदि इडा नाडी सक्रिय छ र पिङ्गला नाडी सक्रिय छैन भनेदेखि हामी जब मेडिटेसनमा बस्छौँ, एकछिन बसिसकेपछि हामीलाई झप्प झप्प यस्तो निद्रा लाग्ने, आलस्य लाग्ने, थकाइ लाग्ने यस्तो हुन्छ। यो भनेको चाहिँ अब एक प्रकारको शरीरले रेस्टको अवस्था, आरामको अवस्था अनुभूति गरेको हुन्छ र त्यतिखेर हामीलाई थकाइ लाग्छ। यो चाहिँ इडा नाडी जागृत भएको बेलामा, चन्द्र नाडी जागृत भएको बेलामा, एउटा मात्रै नाडी जागृत भएको बेलामा यस्तो हुन्छ। तर अब चन्द्र नाडी अथवा इडा नाडी जागृत नभएर सूर्य नाडी जागृत भएको छ भनेदेखि हामी मेडिटेसनमा बसेको बेलामा के हुन्छ भनेदेखि, यसरी बस्यो नि, चुप लागेर बसेपछि यसो यसो चिलाउने, यसो यसो चिलाउने, यसो यसो यता, यसो यस्तो 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 भइरहने हुन्छ। यो चाहिँ बुझ्नुपर्छ, हाम्रो चन्द्र नाडी, इडा नाडी चाहिँ निष्क्रिय छ, पिङ्गला नाडी मात्रै सक्रिय छ भन्ने बुझ्नुपर्छ। यस्तो अवस्थामा हामीलाई ध्यान लाग्दैन, हाम्रो ध्यान दिगो हुँदैन। एउटा मात्रै नाडी जागेको बेलामा हामीलाई ध्यान लाग्दैन, मेडिटेसनमा हामी लामो अवधि बस्न सक्दैनौँ। त्यसो हुँदाखेरि हामीले मेडिटेसन गर्नुभन्दा अगाडि थोरै प्राणायाम, श्वास प्रश्वाससँग सम्बन्धित प्राणायामहरू गर्न जरुरी हुन्छ। त्यो प्राणायामले, श्वास प्रश्वास क्रियाले हाम्रो बन्द भएको नाकलाई खुलाउने काम गर्छ। हामीले चाहिँ सामान्य योगाभ्यासहरू पनि गर्नुपर्छ। त्यो अभ्यासले हाम्रो बन्द भएको नाकको नलीहरू चाहिँ नै खुलाउन सहयोग गर्छ र हाम्रा दुवै नाडी, इडा पिङ्गला दुवै जागृत हुन्छन्। अनि त्यो बेलामा हामी ध्यानमा गर्न बस्यौँ भनेदेखि हामीलाई चाहिँ ध्यान लाग्छ, हाम्रो सुषुम्ना नाडी जाग्छ, हाम्रो ध्यान गहिरो हुन थाल्छ। यसर्थ जो व्यक्ति मेडिटेसन गर्छ उसको लागि इडा पिङ्गला र सुषुम्ना नाडीको महत्त्व ज्यादै छ। इडा र पिङ्गला दुवै नाडी जागृत भएको बेलामा यदि कुनै व्यक्ति कुनै पनि काम गर्नलाई अगाडि बढ्छ भनेदेखि उसका कामहरू पनि सफल हुन्छन्। तर चन्द्र नाडी मात्रै अथवा इडा नाडी मात्रै सक्रिय भएको बेलामा यदि काम गर्न थाल्यो भने पनि काम गर्न अल्छी लाग्ने, आलस्य लाग्ने हुन्छ। सूर्य नाडी, पिङ्गला नाडी जागृत भएको बेलामा काम गर्न थाल्यो भनेदेखि काममा उत्साह नआउने, त्यसै चाहिँ मन चञ्चल हुने, स्थिरता नहुने, त्यस्तो हुन्छ। त्यसो हुँदाखेरि हाम्रो दैनिक कार्य सञ्चालनसँग सम्बन्ध पनि यो इडा नाडी र पिङ्गला नाडीको चालले सम्बन्ध राख्दछ। यसर्थ हामीले सधैँ याद गर्नुपर्छ, जब हाम्रा दुवै इडा र पिङ्गला नाडी जागृत भएको अवस्था हुन्छ तब हामी काममा
सफलता प्राप्त गर्न सक्छौँ र मेडिटेसनमा पनि गहिरो मेडिटेसनमा जान सक्छौँ। अब सुषुम्ना नाडी जागृत हुँदाखेरि कस्तो हुन्छ भन्ने कुरा थाहा पाउनको लागि जब मेडिटेसन गर्न बसिन्छ, मेडिटेसन गर्न बस्दाखेरि चाहिँ तपाईँ यसरी बस्नुहुन्छ। अब चाहिँ तपाईँको बसिरहेको बेला ढाड यस्तो 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 भयो भने बुझ्नुहोस् त्यो तपाईँको चाहिँ नि सुषुम्ना नाडी जागृत भएको छैन। जब तपाईँ मेडिटेसनमा बस्नुहुन्छ तपाईँको चाहिँ यसरी ढाड यसरी सिधा टट्ट एकदम जिउ स्थिर हुन थाल्छ भनेदेखि तपाईँले बुझ्नुपर्छ तपाईँका दुवै इडा र पिङ्गला दुवै नाडी जागृत भएका छन्। अब सुषुम्ना नाडीले हाम्रो मूलाधार चक्रदेखि सहस्रार चक्रतिरको बाटो समातिसकेको छ। हामीलाई चाहिँ ध्यान गहिरो लाग्छ भन्ने हामीले बुझ्नुपर्छ र त्यो बेलामा हामीले ध्यान गर्न उपयुक्त हुन्छ। जब सुषुम्ना नाडी जाग्छ हामीले थाहा पाउँछौँ यसरी हाम्रो ढाड र गर्दन एकदम सिधा 90 डिग्रीको कोणमा चाहिँ सिधा स्ट्रेट हुन्छ। तब हाम्रो सुषुम्ना नाडी जागृत भएको हुन्छ, हाम्रो मेडिटेसन गहिरो हुन्छ, हाम्रो ध्यान गहिरो हुन्छ। हामी मेडिटेसन गर्ने व्यक्तिहरूले यसरी सदैव हाम्रा इडा पिङ्गला र सुषुम्ना नाडीको याद गरेर मेडिटेसन गर्नु उपयुक्त हुन्छ। भिडियो लामो भयो, सुनिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद। हस्, धन्यवाद।